वेलकम ब्याक आफ्टर लङ समय पछाडि हामी गोरेटो फ्रम टोकियोबाट र आज हामी नेपाली फेस्टिभलमा रहेको छौँ र एकजना भाइसँग म कुरा गर्न गइरहेको छु। सो हजुरको परिचय? मेरो नाम दिलीप शाह कलवार, म चाहिँ नेपाल पोखरादेखि हाल चाहिँ जापान टोकियो सिन्जुकुमा बसिरहेको छु। अहिले कस्तो लागिरहेछ नेपाली फेस्टिभल जापानमा आएर? हैन, अब ठिकै हो, नेपाली जापानमा आएर पनि यत्रो ठुलो प्रोग्राम चलाउनु भनेको खुसीको कुरा हो। अनि अहिले के कुन भिजामा हुनुहुन्छ? अहिले के गर्दै हुनुहुन्छ तपाईँ? म त अहिले स्टुडेन्ट भिजामा हो, आएको चाहिँ धेरै भएको छैन, 1 वर्ष जति भयो। अब जापानमा नयाँ छु भनौँ, तर राम्रो लागिरहेको छ, खुसी लागिरहेको छ। हाम्रो नेपालीहरू नेपालबाट यहाँ टाढा आएर त्यत्रो वर्ष बिताएर यत्रो ठुलो प्रोग्रामहरू गरिराख्नु भएको छ, धेरै खुसी लाग्छ मलाई चाहिँ। अनि अहिले चाहिँ स्टुडेन्टले काम पाइँदैन भन्ने कुरा आइरहेछ है, तपाईँले त काम गरिराख्नु भएको छ नि? हजुर हजुर, मैले गरिरहेको छु। अब स्टुडेन्टले काम नपाउनु रिजन भनेको एक त स्टुडेन्ट आफै जस्तो लाग्छ। किन आफू जस्तो लाग्छ भने अब उनीहरूले साथीको लैलैमा लाएर 150 तलमाथि हेरेर होइन गरिरहेको ठाउँबाट काम छोडेर अन्त सिफ्ट हुनु भनेको त्यो अरूको गल्ती होइन कि, स्टुडेन्ट आफ्नै गल्ती हो। किनभने अब 50 रुपियाँको चक्करमा चाहिँ उनीहरूले अब ल यहाँ 1300 छ, त्यहाँ 1350 दिइरहेको छ, त्यहाँ जाऊँ भन्दा उसले एक त काम छोड्यो होइन, काम गुमायो। अर्को चाहिँ के भयो भन्दा ऊ अब बिचमा नयाँ काम पाउनलाई पनि जापानमा त हजुरहरूलाई थाहै छ नि त, हजुरहरू पुरानो हुनुहुन्छ, हजुरहरूलाई थाहै नै छ कि नयाँ काम जोइन गर्नलाई कम्तीमा पनि 20 देखि 25 दिन जान्छ, उसको त 20-25 दिनको स्यालेरी पनि गयो नि त। त्यही भएर म के भन्छु भने जहाँ काम गर्छौ बरु मेहनत गर, किनभने जापानिजहरूको नेचर के हुन्छ भने जसले मेहनत गर्छ उनीहरूले माया गर्ने हो। त्यही भएर सकेसम्म मेहनत गर, काम नछोड, एउटै काममा मेहनत गरेर काम गऱ्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। हजुरले कति समय पछाडि जापान आएर काम गर्नु भएको थियो? म आएर चाहिँ 1 महिना पछाडि काम पाउन चाहिँ, बट मैले जुन काम स्टार्ट गरेको म स्टिल त्यही काम नै गरिरहेको छु। के काम गर्नुभयो फर्स्ट काम? म रेस्टुरेन्ट नै गरिरहेको छु पहिलादेखि नै, तर राम्रो चलिरहेको छ। किनभने पहिला चाहिँ सुरुमा अलिक गाह्रो हुन्थ्यो, अहिले चाहिँ जापानिजहरूले पनि सबैले माया गर्छन्। अब काम धेरै गर्ने भएर हो कि मेहनत गर्ने भएर त जहाँ पनि माया गर्छ नि त। मेहनत गर्न सक्यो भने चाहिँ जापानिजहरूले चाहिँ एकदम माया गर्छन्। र त अब यो भिडियो हामी टिकटकमा हाल्छौँ, युट्युबमा हाल्छौँ है। नेपालबाट अब हेरिराख्नु भएको छ यो भिडियो पनि है, नेपालबाट जापान अब आउने सोच गरिराख्नु भएको छ, पढिराख्ने स्टुडेन्टहरूलाई के भन्न चाहनुहुन्छ? म त्यति धेरै त केही भन्दिनँ होइन, के भन्छु भन्दाखेरि अब नेपालबाट आउँदाखेरि चाहिँ के सोच बनाएर आउनुहोस् भन्दा जापान गएर चाहिँ म एकदम मेहनत गर्छु, जे पाए नि गर्छु। अब जापानबाट अब नेपालमा बस्दा चाहिँ केही पनि नगर्ने मान्छे, भाषा पनि नभएको मान्छे यहाँ आउँदा चाहिँ एकदम गाह्रो हुन्छ। नआएको राम्रो, किनभने जापानमा आएर मेहनत गर्न सक्नु भएन भने कुनै पनि इङ्ग्लिस स्पिकिङ कन्ट्री जानु, किनभने तपाईँलाई इङ्ग्लिस आउँछ भने कुनै प्रब्लम हुँदैन। तर जापानमा चाहिँ के छ, इङ्ग्लिस आयो पनि तपाईँलाई कुनै अर्थ छैन कि, जापानिज चाहियो एनी हाउ जापानिज चाहियो कि। त्यो एक त भाषा राम्रोसँग पढेर आउनुहोस्, दोस्रो चाहिँ मेहनत गर्छु भनेर आउनुहोस्। जापान एकदम राम्रो छ आउनलाई चाहिँ। सो धेरै धन्यवाद हजुरको इन्टरभ्यूको लागि। थ्याङ्क यू।